पोखरा महानगरपालिका 8 सभागृह चोकमा बुधबार मारिएकी सिर्जना पौडेल केसीलाई आफ्नैले खुकुरी प्रहार गरेका थिए। प्रहरीले घटना लगतै गरेको प्रारम्भिक अनुसन्धानमा अनुमान गरे जस्तै उनी पारिवारिक कलहको शिकार भएर मारेकी हुन्। उनको हत्यामा संलग्न भान्जा नाता पर्ने सन्तोष भन्ने शिशिर केसी र उनका साथी कुशल परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पोखरा उपमहानगरपालिका 5 मा बस्ने सिर्जनाको पृथ्वी चोकमा जुत्ता पसल थियो। माले पाटनका कृष्ण केसीसँग उनको 4 वर्षकी विवाह भएको थियो। जेठी पत्नीले विष सेवन गरी आत्महत्या गरेपछि सिर्जनासँग विवाह गरेका थिए। विवाहपछि एक छोरीको जन्म भएको थियो। अहिले छोरी 3 वर्षकी भइन्। कृष्णको निधन 2 वर्षअघि भएको थियो। कृष्णको जेठीतर्फका छोरा लागु औषध मुद्दामा कास्की जिल्ला कारागारमा कैद छन्। पतिको निधनपछि परिवारमा अंशको किचलो सुरु भएको थियो। पक्राउ परेका केसी र परियारका विरुद्ध मुलुकी अपराध संहिता 2074 को परिच्छेद 12 को ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाइने जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताएका छन्।